हेलो साथीहरु, स्वागत छ तपाईहरुलाई। विशेष गरी जसले चाहिँ आफ्नै बेसमा केही गर्न चाहनुहुन्छ। आज यो भिडियोमा हामी कुरा गर्नेछौँ बिजनेस के हो र हामीले आफ्नो बिजनेस चाहिँ कसरी सुरुवात गर्ने त। धेरैजना मानिसहरूले बिजनेस भन्ने बित्तिकै अलिकति फरक तरिकाले बुझ्नुहुन्छ, नाफा, प्रॉफिट हैन, धेरै किसिमका परिभाषाहरू छन्। तर मेन बिजनेस भनेको चाहिँ प्रब्लमको सल्भ, समस्याको समाधान नै बिजनेस हो। यदि तपाईले कुनै पनि मान्छेको समस्याको समाधान दिनुहुन्छ भने तपाई बिजनेस गर्दै हुनुहुन्छ। बुझ्नुभयो नि? चाहे त्यो अफलाइन होला, चाहे त्यो अनलाइन होला, चाहे त्यो प्रोडक्ट बेचेर होला, चाहे त्यो सर्भिस बेचेर होला। कुनै पनि व्यक्तिको, कुनै पनि मान्छेहरूको समस्या तपाईले समाधान गरिदिँदै हुनुहुन्छ भने तपाई बिजनेस गर्दै हुनुहुन्छ र तपाईले दिएको समाधानले उनीहरूको समस्या समाधान भइरहेको छ भने तपाई धेरै माथि जानुहुन्छ। तपाईको बिजनेस सफल हुन्छ। यदि तपाईले दिएको समाधानले उनीहरूको समस्या समाधान भएको छैन भने तपाईको बिजनेस चल्दैन। सिम्पल भन्नुको मतलब बिजनेस भनेको समस्याको समाधान हो। जहाँ समस्या छ त्यसलाई समाधान गर्नु नै बिजनेस हो। सो तपाईले समस्याको समाधान गर्न सक्ने खालको आइडियाहरू तपाईसँग हुनु पर्यो। अब जाउँ बिजनेस कसरी सुरुवात गर्ने त। मानिसहरुसँग धेरै आइडिया हुन्छ। सो तपाईसँग पनि लट्स अफ आइडिया होला, धेरै आइडिया होला, बिजनेस गर्छु, यो गर्छु, त्यो गर्छु भनेर। पहिला के गर्नुस् भने सबै आइडियाहरू लेख्नुहोस् र फेरि छान्नुहोस्। मेरो लागि कुन बेटर छ, कुन म डिपमा गएर गर्न सक्छु, कुन बिजनेसमा मलाई धेरै नलेज छ, कुन समस्याको म मजाले समाधान गर्न सक्छु। सो आइडियालाई मजाले छान्नुहोस्। आइडिया छान्न टाइम लगाउनुहोस्, तर एकदमै पर्फेक्ट आइडिया छान्नुहोस्। र दोस्रो भनेको अब आइडिया चुज गरिसकेपछि सानोबाट सुरु गर्नुहोस् के। किनकि एकै पटक ठुलो गरेर भोलि फेल हुनुभयो भने तपाईलाई फेरि उठ्न गाह्रो पर्छ। तपाई जिन्दगीभर उठ्न सक्नु हुँदैन। त्यसकारण जहिले पनि सानोबाट आइडिया छान्नुहोस् र त्यो कुरालाई सबैभन्दा कम लागतमा कसरी गर्न सकिन्छ त सानोभन्दा सानो र त्यसरी चल्यो भने बल्ल तपाईलाई आइडियाहरू पनि खुल्दै जान्छ, बाटो पनि खुल्दै जान्छ। तपाईले विभिन्न कुराहरू देख्दै जानुहुन्छ र त्यसलाई गर्दै अगाडि बढ्नुहुन्छ अनि बिजनेस ठुलो बन्छ। र तेस्रो भनेको स्किल। तपाईसँग स्किल भएपछि नै अरूको समस्याको समाधान गरिदिनुहुन्छ नि त। तपाईसँग स्किल छैन भनेपछि कसरी चाहिँ समस्या समाधान हुन्छ त हुँदैन नि त। सो तपाईले स्किल सिक्न एकदमै इम्पोर्टेन्ट छ। बिजनेस चलाउनु छ, बिजनेसको मालिक बन्नु छ भने त्यो तपाई चलाउँदै गरेको कम्पनी, तपाईले सोच्दै गरेको कम्पनीमा जति इम्प्लोइ छन् त्यो भन्दा अगाडि तपाई हुनु पर्यो। र त्यसको आउट अफ बाहिर पनि तपाईसँग कम्पिटिसन गर्ने तपाईको कम्पिटिटरहरू को हुनुहुन्छ, बाहिर अरु बिजनेस गर्ने मान्छेहरू, उनीहरु भन्दा पनि अझै एक्स्ट्रा हुनु पर्यो के। तपाई अझै धेरै स्किल सिक्नु पर्यो अनि बल्ल तपाई अगाडि बढ्न सक्नुहुन्छ, ग्रो गर्न सक्नुहुन्छ। र चौथो भनेको कस्टमर। तपाईले आइडिया पनि छान्नु भयो, सानोबाट सुरुवात पनि गर्नुभयो, स्किल पनि बिल्ड गर्नुभयो, आफुलाई पर्फेक्ट पनि बनाउनु भयो, आफुलाई एक्स्ट्रा अर्डिनरी बनाउने प्रयास गर्दै अगाडि बढ्नु पनि भयो। र अब त्यतिले मात्रै हुँदैन, कस्टमरलाई बुझ्नु पर्यो। तपाईले चाहेर मात्रै हुँदैन, तपाईले चल्छ भनेर सोचेर मात्रै हुँदैन। कस्टमरले चाहन्छ कि चाहदैन, कस्टमरको समस्या समाधान भएको छ कि छैन, कस्टमरले एकपटक त किन्यो फेरि किन्छ कि किन्दैन। सो यो कुराहरू कस्टमरलाई चाहिँ बुझ्नु पर्यो। कस्टमरले के चाहन्छ त। तपाईले यो हैन कि तपाईले के चाहनुहुन्छ, यो त तपाईको चाहत भइसक्यो। यसले तपाईको बिजनेस चल्दैन। जहिले पनि बिजनेस गर्ने सोच छ, बिजनेस गर्न चाहनुहुन्छ भने तपाईले यो बुझ्नु पर्यो कस्टमरले के चाहन्छ र त्यसको समाधान दिन सक्नु पर्यो। कस्टमरलाई त्यो कुरा दिनु पर्यो, कस्टमरलाई ह्याप्पी बनाउन सक्नु पर्यो। र पाँचौं छ प्रमोसन अथवा मार्केटिङ। तपाईले आइडिया छान्नुभयो, सुरुवात गर्नुभयो, कस्टमर पनि बुझ्नुभयो, तपाईले दिने प्रोडक्ट वा सर्भिसले कस्टमरको समस्या समाधान पनि भइरहेको छ। तर धेरै जनालाई थाहा नै छैन कि तपाई बिजनेस गर्दै हुनुहुन्छ भनेपछि तपाई त एउटा सीमित एरियामा सीमित भएरै बस्नुहुन्छ नि त। सो तपाई ओपन हुनु पर्यो के। एउटा कुवाबाट समुद्र जस्तो बन्नु पर्यो तपाई। तपाईले मार्केटिङ गर्नु पर्यो। मैले यो गर्दै छु है, म मानिसहरुको यो समस्या समाधान गरिदिँदै छु। तपाईको पनि यो समस्या छ भने मसँग आउनुहोस्, यो प्रोडक्ट छ, यो सर्भिस छ, के छ, तपाईले के स्टार्ट गर्नु भएको छ। सो यसरी आफ्नो प्रमोसन पनि गर्नु पर्यो आफ्नो बिजनेसको, ताकि मान्छेलाई थाहा हुनु पर्यो नि त यो समस्याको समाधान यो मान्छेले गरिरहेको छ है, यो मान्छेले यस्तो प्रोडक्ट दिइरहेको छ जसले हामीलाई हेल्प हुन्छ। सो मानिसहरुलाई जब थाहा हुन्छ तब त किन्छ। सो त्यसकारण प्रमोसन पनि हुनु पर्यो। यो पाँचवटा मेन थियो र लास्ट एउटा कुरा छैटौं त्यो कन्सिस्टेन्सी, सबैभन्दा पावरफुल। धैर्यता र निरन्तरता चाहिँ हुनुपर्छ के तपाईमा। आज जोसले गर्ने भोलि स्याड हुने, आज ह्याप्पी हुने भोलि स्याड, आज एकदमै खतरा जोस जागरिलो भोलि फेरि त्यही लत्त। त्यसरी चाहिँ बिजनेस हुँदैन। कन्टिन्यू हुनु पर्यो, निरन्तरता, धैर्यता, एकसाथ कामलाई फ्लोमा बढाउँदै जानु पर्यो। एउटा फ्लोमा बगिसकेपछि बग्न सिक्नु पर्यो। बुझ्नु भयो नि? सो यो कुराहरू तपाईमा भयो भने तपाईको बिजनेस धेरै अगाडि जान्छ। तपाई बिजनेसमा सफल बन्न सक्नुहुन्छ।